हामीमध्ये धेरैलाई कति पटक यस्तो लाग्छ होला है कि हामी कमजोर छौं, अयोग्य छौं वा कुनै पनि ठूलो कामको लागि हामी पर्याप्त छैनौं। तर एकछिन सोच्नुस् त, के होला यदि हामीले जेलाई आफ्नो कमजोरी ठान्छौं त्यही नै हाम्रो सबैभन्दा ठूलो योग्यता हो भने? आउनुहोस् आज हामी यही अचम्मको तर निकै उत्साह दिने सत्यको बारेमा कुरा गरौं। ल, यो यात्रा सुरु गरौं एउटा ठूलो संख्याबाट। नेपालको जनसङ्ख्या 2,76,00,000 भन्दा बढी। अब एकछिनको लागि यसलाई एउटा विशाल खेतको रूपमा कल्पना गरौं न, जहाँ बाली पाकेर काट्ने बेला भएको छ। यो एउटा एकदमै ठूलो अवसर हो, एउटा विशाल सम्भावना। तर यही विशाल सम्भावनाको बीचमा एउटा गहिरो समस्या पनि छ। मत्तीको यो पदले ठ्याक्कै त्यही कुरालाई औँल्याउँछ। फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन्। मतलब काम अथाह छ, तर त्यो काम गर्ने हातहरू चाहिँ एकदमै कम छन्। यो साँच्चै नै एउटा ठूलो खाडल हो। हो, यसले हामीलाई एउटा एकदमै महत्त्वपूर्ण प्रश्नमा ल्याइ पुर्याउँछ। यदि कामदारहरूको यति धेरै खाँचो छ भने ती कामदारहरू, ती खेतालाहरू आखिर को हुन् त? यो भूमिका कसले पूरा गर्ने? र प्रायजसो यो भूमिका पूरा गर्नबाट रोक्ने कुरा बाहिरी परिस्थिति भन्दा पनि हाम्रो भित्री आवाज हुन्छ। यही नै हो त्यो ठूलो फसलको सबैभन्दा ठूलो दुविधा। हाम्रो मनभित्रैबाट आउने त्यो सानो आवाज जसले निरन्तर भनिरहेको हुन्छ, तिमीले सक्दैनौ, यो तिम्रो लागि होइन। हो, त्यो आवाजले यस्तै कुराहरू भन्छ। तिमी अयोग्य छौ, तिमीसँग जे छ त्यो पर्याप्त छैन, तिम्रो पढाइ, तिम्रो क्षमता, तिम्रो विगत, यिनै कारणहरूले गर्दा तिमी परमेश्वरको सेवा गर्न सक्दैनौ। र यही शङ्काको आवाज नै हाम्रो सबैभन्दा ठूलो बाधा बनिदिन्छ। तर यहाँनिर कुराले एउटा एकदमै रोचक मोड लिन्छ। जब हाम्रो मानवीय तर्कले सबै ढोका बन्द गर्छ, तब परमेश्वरको तर्कले त्यसलाई खोलिदिन्छ, किनकि उहाँको छनौट गर्ने तरिकाले हाम्रो सोचलाई पुरै उल्टाइदिन्छ। त्यसो भए परमेश्वरले आखिर कसलाई छान्नुहुन्छ त? के उहाँले पनि संसारले जस्तै सबैभन्दा बलियो, सबैभन्दा बुद्धिमान र सबैभन्दा सिद्ध व्यक्तिलाई नै खोज्नुहुन्छ होला? जवाब साँच्चै अचम्मको छ, र यो 1 कोरिन्थीको पदमा एकदमै स्पष्ट छ। बुद्धिमानहरूलाई शर्ममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरूलाई छान्नुभयो, र शक्तिशालीलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका निर्बल कुराहरूलाई छान्नुभयो। यो केवल एउटा भनाइ मात्रै होइन, यो त एउटा क्रान्तिकारी सिद्धान्त नै हो। ल, यो तुलनाले कुरालाई अझै छर्लङ्ग पार्छ। हेर्नुहोस् त, संसारको तर्कले सधैँ शक्ति, ज्ञान र पदलाई महत्त्व दिन्छ, तर परमेश्वरको तर्कमा कमजोर र नम्रलाई छान्नमा शक्ति छ, साधारण मानिसलाई प्रयोग गर्नमा बुद्धि छ, र क्षमताभन्दा पनि एउटा इच्छुक हृदयलाई मूल्य दिन्छ। किनकि जब एउटा कमजोर पात्र मार्फत कुनै महान काम हुन्छ, तब कसैले पनि त्यो पात्रको प्रशंसा गर्दैन, बरु त्यो काम गराउने शक्तिको गर्छ। अनि यो सिद्धान्त केवल किताबी कुरा मात्र होइन, यो त वास्तविक जीवनमा लागू भएको छ। आउनुहोस् बाइबलका केही यस्ता नायकहरूलाई हेरौं जो सिद्ध थिएनन् तर पनि शक्तिशाली रूपमा प्रयोग भए। मोसालाई नै हेरौँ न। उनी भन्थे, प्रभु, म त बोल्नमा भकभकाउँछु, तर उनैको आवाज मार्फत परमेश्वरले लाखौं मानिसलाई स्वतन्त्रता दिलाउनुभयो। गिदोनले आफूलाई मेरो कुल सबैभन्दा कमजोर छ र म त परिवारमा सबैभन्दा सानो हुँ भने, तर परमेश्वरले उनलाई एक शक्तिशाली योद्धाको रूपमा देख्नुभयो। अनि दाउद, जसलाई आफ्नै परिवारले समेत वास्ता गरेको थिएन, एक सामान्य गोठाला केटो, उही केटो इजरायलको सबैभन्दा महान राजा बने। यी कथाहरूले के देखाउँछन् भने हाम्रो मानवीय कमजोरी कहिले पनि अन्तिम शब्द हुँदैन। कमजोरी बाहेक अर्को एउटा कुराले पनि हामीलाई पछाडि धकेल्छ, त्यो हो विगतका गल्तीहरू र पापको भारी। कहिलेकाहीँ यस्तो लाग्न सक्छ कि विगतका गल्तीहरूले भविष्यको ढोका सधैँको लागि बन्द गरिदिए। पत्रुसको कथा यसको सबैभन्दा शक्तिशाली उदाहरण हो। डरले गर्दा उनले येशूलाई 1, 2 होइन 3 पटक इन्कार गरे। यो एकदमै ठूलो असफलता थियो, तर उनको कथा त्यहाँ सकिएन। येशूले उनलाई 3 पटक सोध्नुभयो, के तिमी मलाई प्रेम गर्छौ र मेरा भेडाहरूलाई चराऊ भन्दै नयाँ जिम्मेवारी दिनुभयो। त्यही डराएको मानिसपछि यस्तो साहसी प्रेरित बन्यो कि उनको छायाले समेत मानिसहरूलाई निको पार्थ्यो। यो असफलताबाट पुनर्स्थापनाको कस्तो अविश्वसनीय यात्रा। अनि प्रेरित पावलको कुरा गरौं, जसले खुलेआम आफूलाई पापीहरूमध्ये प्रमुख भने, क्रिस्चियनहरूलाई सताउने व्यक्ति, तर परमेश्वरले उनैलाई कृपा देखाउनुभयो र नयाँ नियमको एक प्रमुख लेखक बनाउनुभयो।
उनको जीवनले यही घोषणा गर्छ कि कुनै पनि गल्ती यति ठूलो हुँदैन जसलाई परमेश्वरको कृपाले सेवाको अवसरमा बदल्न नसकोस्। ल, अब यी हजारौं वर्ष पुराना कथाहरूलाई आजको हाम्रो जीवनमा ल्याऊँ। यो सिद्धान्तले आज हाम्रो लागि के अर्थ राख्छ त? सायद कसैलाई शिक्षाको कमीले अयोग्य महसुस हुन्छ होला, वा गरिबी र सामाजिक स्थितिले पछाडि पारेको जस्तो लाग्छ होला। कसैलाई बोल्ने समस्या होला, वा विगतको पापको बोझले थिचेको होला। शारीरिक सीमितता वा सामाजिक तिरस्कार पनि हुन सक्छ। तर हामी जुन कुराहरूलाई अयोग्यताको सूची मान्छौं नि, परमेश्वरको दृष्टिकोणमा ती त्यस्ता क्षेत्रहरू हुन् जहाँ उहाँको शक्ति सबैभन्दा स्पष्ट रूपमा प्रकट हुन सक्छ। र अन्त्यमा कुराको सार यही हो, परमेश्वरले हाम्रो क्षमता खोजिरहनु भएको छैन, उहाँले हाम्रो उपलब्धता खोजिरहनु भएको छ। उहाँलाई सिद्ध मानिसहरू होइन, तर समर्पित र इच्छुक हृदय चाहिएको छ। त्यसैले खास प्रश्न यो होइन कि को योग्य छ, खास प्रश्न त यो हो, आफ्नो कमजोरी, आफ्नो अपूर्णता र आफ्ना विगतका गल्तीहरूका बावजुद पनि कसको हृदय उपलब्ध हुन तयार छ। र जब हृदय तयार हुन्छ, तब योग्यता बाहिरबाट आउँदैन, त्यो भित्रबाट फल्न थाल्छ। प्रेम, आनन्द, शान्ति, धैर्य र अरू आत्मिक फलहरू, यी गुणहरू नै हुन् जसले एक व्यक्तिलाई परमेश्वरको कामको लागि साँच्चै तयार पार्छन्। आखिर यो यात्रा क्षमताको होइन, चरित्रको हो।